ल साथी पानी पर्यो हेर्दा हेर्दा पानी पर्यो छिम्केसरीमा। हामी छिम्केसरी दर्शन गरेर खाजा खाने क्रममा अहिले भर घाम लागिरहेको थियो, अहिले भर ल पुरा बादल लाएर पानी पनि झरिआएर यस्तो छ मौसमको जानकारी यहाँनिर। ल छिम्केश्वरी मन्दिर आइयो हजुर, एकदम हाइट आनन्द चिसो हावा, यस्तो आनन्द यहाँ त। जेठको आज 3 गतेको दिनमा मर्नुभन्दा पहिला एकचोटि आउनु होला जो भयो नि। स्वर्ग ओरिजिनल स्वर्ग यहीँ हो, आउनुहोस् झट्टै यताबाट हेरे सबै देखिन्छ। ल हेर्नुहोस् महाभारत श्रृङ्खलाको चाहिँ उच्च पाहाड सबभन्दा। ल हेर्नुहोस् कति आनन्दको ठाउँ। ल भर्खरै पानी परेको थियो, फेरि भर्खरै हरायो फेरि। ल ऊ त हेर्नुहोस्, हेर्नुहोस् ल भर्खरै पानी परेको थियो, भर्खरै रोकियो फेरि। एक लड धकलेर कहाँ पुर्यायो उता पुर्याइदिन्छु। भर घाम लागेको थियो, गर्मी भएको थियो। यो देखेको चाहिँ गुराँसको बोट, अहिले चाहिँ सिजन छैन, कतै कतै मात्रै छ। यो सेतो गुराँस रहेछ नि सर, सेतो गुराँस रहेछ नि त सर, यो रातो होइन। यो तल देखिएको चाहिँ ड्याम 1700 एक्लेफाँट नजिकैको मर्स्याङ्दी ड्याम। सेतो गुराँस पो रहेछ यो त। यो देखिएको बाटो उतापट्टि चाहिँ छिम्केश्वरी मन्दिर। हिन्दी फिल्म के भन्छ अरे नागिनको मा जस्तो आजा भने जस्तो बादल नाग नागिनको भिडियो चाहिँ कस्तो बादल आयो छिनछिन। ल पानी पनि पर्यो, आइराख्नु होला साथीभाइ। गजब हेर्नु त यहाँ यो स्वर्ग। ल साथीहरू पानी परिरहेको छ यहाँ छिम्केश्वरी मन्दिरमा। पानी परेकोले गर्दाखेरि हामी घर जाने तर्खरमा छौँ, पुरै पानी परिरहेछ। हेर्नुहोस् यो अगाडि देखिएको छिम्केश्वरी मन्दिर। ल हेर्नुहोस्, ल हेर्नु साथी, अब यो अहिले पानी परिसकेपछि छिम्केश्वरीबाट हामी तल झर्दैछौँ। हाम्रो कृष्ण खनाल सरले चाहिँ हाँडे काफालको चाहिँ मजा लिइरहनु भएको छ। त्यति खासै बाक्लो चाहिँ फलेको रहेनछ, अलिअलि पाकेको। छिम्केश्वरी हजुर यस्तो आनन्द हेर्नु त, स्वर्ग। त्यो स्वर्ग त कहाँ होला यहाँ। अब हामी तल ओह्रालो लाग्दैछौँ यो सिँढीको बाटो हुँदै। तल गाडी राखेको पार्किङ एरिया यहाँबाट 1100 मिटर तर्फ अगाडि बढ्दैछौँ हामी। हाम्रो यहाँ रुद्र बिनाजु काफल खोज्दै हिँड्नुहुन्छ। उसु आइरहेको छ। ल त्यसमा नि पाकेको रहेछ है, अलिक ठुल्ठुलो रहेछ त्यसमा चाहिँ। ल चट्नी त सर आकाशको फल आँखा तरी मर भने त्यस्तै हो। झार्ने त लट्ठीले अमिलो रहेछ। अलिक रातो रातो चाहिँ कालो कालो चाहिँ, कालो कालो चाहिँ अलिक गुलियो हुन्छ। त्यही मिठो हुँदो रहेछ कालो कालो चाहिँ। ल बिस्तारै अघि बढौँ। ल आजको यात्रा सफल भयो, रमाइलो भयो। अघि अलिक गर्मी जस्तो थियो, एकैछिन 5 मिनटको पानीले तल गएर ढिँडो र भाले खाने हाम्रो प्रोग्राम छ। त्यो योजना मार्फत त्यसलाई उद्देश्य पुरा गरेर हामी खाएर जाने कुरो भइरहेछ। अब सधैँ आइन्न, कहिलेको आउँदाखेरि त रमाइलो गर्नु पर्ने होइन सर। हजुरहरू पनि यसो छिम्केश्वरी आउनुहुन्छ भने धेरै रमाइलो छ। तपाईँको 45% तनाव मुक्त हुन्छ, यहाँको हावापानीले मुक्त गराउँछ, अरू कुरो त्यस्तै हो। सुब्रतजुमाङलाई चाहिँ एउटा गुनासो छ। हजुर भन्नुहोस्। त्यहाँ चाहिँ पानीको व्यवस्था गरिदिनु पर्यो मन्दिर वरिपरि। अनि एउटा चाहिँ आश्रमको चाहिँ आश्रम अथवा चाहिँ प्रतीक्षालय एकदम त्यो पानी सानी पर्यो भने बस्ने ठाउँ चाहिँ बनाइदिनु पर्यो। यो म चाहिँ के अरे सुब्रतजुमाङ साथी छ, हालिदिन्छु म ऊबाट बनाउनु होला। त्यसलाई म यो भिडियो हालिदिन्छु। ल हस् त आजलाई।
नाग्न मिल्छ हैन। ल यो हामी अहिले छिम्पिसरी पार्कतिर अघि बढ्दैछौँ। अब अहिले चाहिँ चारैतिर बादल लागेको छ, हुस्सु बादल, त्यसले गर्दाखेरि खासै राम्रो देखिएन। नत्र मौसम सफा भएको बेलादेखि एकदम सफा चारैतिर देखिने थियो। यहाँको झन्डा उडा चाहिँ के हो छैन त। यो माथि देखेको छिम्पिसरी माईको मन्दिर भन्दा मुनि हामी अहिले यो लाब्दीको माथि छिम्पिसरी पार्कतिर छौँ। यसरी बनाइएको छ। यहाँ धेरै रमणीय आनन्द छ। हावा त्यत्तिकै रमाइलो, सरी हावा एकदम चिसो। ल हेर्नु साथीहरू, गार्डनहरु राख्दै टक आउनुपर्ने हो। कति रमाइलो देखिएको छ। अहिले वर्षाको वर्षापछि होइन, त्यो मोलिन्छ त्योभन्दा मुनि हो। मिठो हावा चलिरहेको छ। आउनुहोस् है। यस्तै रमाइलो ठाउँको भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल गोर्खाली एयर फोर्स मिडिया सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला कस्तो लाग्छ।